दाइ कमरेड प्रवीण ढुङ्गेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यस्तै आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म यस गच्छा आधारभूत विद्यालय व्यवस्थापनका अध्यक्ष आदरणीय दाइ कृष्ण प्रसाद चापागाईज्यूलाई हार्दिक अनुरोध गर्दछु। यस्तै अतिथिकै आसन ग्रहण जोड्ने क्रममा यस गच्छा आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मनन्द सापकोटाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यस्तै अतिथिकै आसन ग्रहणको क्रममा राष्ट्रिय युवा सङ्घ मोरङ जिल्ला कमिटीका सदस्य आदरणीय कमरेड विष्णु कार्कीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यस्तै अतिथिकै आसन ग्रहण गर्ने क्रममा राष्ट्रिय युवा सङ्घ मोरङ जिल्ला कमिटी सदस्य आदरणीय कमरेड समीर जङ राईमाझीज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। सामाजिक तथा राजनीतिक व्यक्तित्व आदरणीय कमरेड दावा तामाङज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। सामाजिक तथा राजनीतिक व्यक्तित्व कमरेड असीम राईज्यूलाई पनि अतिथि आसन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै राजनीतिक व्यक्तित्व आदरणीय कमरेड जीवन अधिकारीज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। साथै यस गच्छा आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गाबहादुर प्रधानज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यस्तो साथै उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू यस विद्यालयका शिक्षक शिक्षिका सम्पूर्णलाई यथास्थानमै अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। अब म ढिला नगरिकन नानी बाबुहरूको पढाइलाई पनि मध्यनजर गर्दै यो टिफिन टाइममा हामीले कार्यक्रम आयोजना गरेको हुँदा नानी बाबुहरूको पढाइमा पनि कुनै असर नपरोस् भन्ने हेतुका साथ आजको यस कार्यक्रमको स्वागत मन्तव्य राखिदिनु हुन म असीम राईज्यूलाई अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक एवं मेरा अनन्य मित्र प्रिय मित्र मेरा सहयोगता प्रिय श्री सुभाष सुबन्धारीज्यू, कार्यक्रमका सभाध्यक्ष यसै गच्छा आधारभूत विद्यालयका व्यवस्थापन अध्यक्ष श्री कृष्ण प्रसाद चापागाईज्यू, माफ गर्नुहोला सभाध्यक्ष आदरणीय प्रवीण घिमिरेज्यू, प्रमुख अतिथितामा ग्रहण गरिरहनुभएका श्री कृष्ण प्रसाद चापागाईज्यू, मञ्चासीन मेरा सहयोगका साथीहरू मित्रहरू क्रमशः म विष्णु कार्कीज्यूबाट त्यसपछि दावा तामाङ त्यसपछि जीवन दाइसँग त्यसै गरी समीर जङ राईमाझी विशेषतः यस गच्छा आधारभूत विद्यालयका व्यवस्थापन समितिका सदस्य श्री सिंहबहादुर राई, श्री दुर्गाबहादुर प्रधान, श्री अनिता राई, त्यसै गरी विद्यालयका टिचिङ स्टाफ नन टिचिङ स्टाफ आदरणीय सर गोपाल सर लगायतका टिमहरू र विशेष गरी यो विद्यालयका सम्पूर्ण विद्यार्थी छात्र छात्रा त्यसै गरी अभिभावक स्कुल डाँडा टोल निवासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीमा मेरो न्यानो नमस्कार, मेरो न्यानो अभिवादन टक्राउन चाहन्छु, नमस्कार भन्न चाहन्छु। आज हामीले विद्यार्थी भविष्यका कर्णधार शिक्षा नै यसको आधार भन्ने जुन मूल नाराले शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको छौँ। यो कार्यक्रम आयोजना गरिरहँदा सुसम्पन्न गरिरहँदा म स्मरण गर्न चाहन्छु मिति 2082 साल जेठ 20-22 गतेलाई म स्मरण गर्न चाहन्छु, जति बेला म नगरपालिका अन्तर्गत तथ्याङ्क सङ्कलकको रूपमा यस गच्छामा तथ्याङ्क सङ्कलन गर्नलाई म यहाँ उपस्थित भएको छु। त्यति बेला गोपाल सर धर्मानन्द सर सँग अनौपचारिक छलफलमा यो हामीले अङ्ग्रेजी माध्यमको पठन पाठन सुचारू गर्नको लागि केही पाठ्य पुस्तकहरू
पाठ्यक्रमका पुस्तकहरू हामीले ल्याएका छौँ। त्यो पाठ्य पुस्तकहरूलाई विद्यार्थी समक्ष पुर्याउन हामीलाई केही प्राविधिक कठिनाइ, आर्थिक कठिनाइ भएको छ भनेर जुन उहाँहरूले समस्या हामी बिचको एउटा मन्थन भनौँ न, त्यसलाई मन्थनको बिचमा उहाँहरूले कुरा राख्नुभएको थियो। त्यति बेला मैले उहाँलाई झिनो आश्वासन मात्र दिएको भन्नुपर्छ। त्यो आश्वासनलाई आज हामीले प्रमाणित गरेको छौँ, सार्थकता दिएको छौँ। त्यसलाई आज मूलभूत रूपमा हामीले आज त्यसलाई साकार गर्न सफल भएको छौँ। यो सपनालाई, यो योजनालाई साकार बनाउनलाई मुख्य भूमिका खेल्नुभएको राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटीको एन्टायर टिम, उक्त कमिटीका अध्यक्ष डाइनामिक लिडर प्रवीण घिमिरे लगायतको एन्टायर टिमलाई विशेष धन्यवाद दिन चाहन्छु। र साथसाथै धन्यवाद दिन चाहन्छु म मेरा अनन्य मित्र, मेरा सहयोगता आदरणीय दुर्गाबहादुर प्रधानज्यूलाई, जसको पहल कदमीबाट यो आज हामीले यो कार्यक्रम सम्पन्न गर्नलाई केही हदसम्म उहाँले पनि हामीलाई झकझकाइराख्नु भएको छ। केही हदसम्म उहाँले हामीलाई अलर्ट गरिराख्नु भएको कारणले हामीले यो कार्यक्रमलाई सम्पन्न गर्न सकेका छौँ। यसबिच मैले उहाँबाट कुरा आएपछि हामीले स्थानीय सरकार, अझ भनौँ वडा कार्यालयसँग सानो छलफल पनि गरेको थियौँ। हामीले युवाहरू मिलेर अलिअलि हामी आर्थिक जुटाउँछौँ। त्यो आर्थिकले हामीले यो पाठ्यक्रमको पुस्तकहरूलाई विद्यार्थी समक्ष पुर्याउने काम गर्छौँ। त्यो काम गरिरहँदा तपाईँ चाहिँ एउटा माध्यम बनिदिनु होला भनेर वडा अध्यक्षसम्म पनि कुरा राखेँ मैले। त्यति बेला उहाँले राज्य कोष छँदैछ, किन चन्दा उठाउने, किन अन्य आर्थिक सहयोग उठाइराख्ने, राज्य कोषबाटै हामीले विद्यालयलाई केही रकम छुटाउँछौँ भनेर उहाँले मलाई बताइसक्नु भएको थियो। त्यो कुरा मैले धर्मानन्द सरलाई पनि सुनाएँ। यद्यपि यो युवाहरूको तदारुकता, यो युवाहरूको एक किसिमको जोस र जागरको नतिजा हो, परिणाम हो। जुन कुरा केही समय पक्कै पनि अब राज्यको अथवा नगरको बजेट चल्नलाई अझै पनि 5-6 महिनाको समय छ। त्यो 5-6 महिना समयभन्दा अगाडि नै हामी यो कार्यक्रम गर्नलाई सफल भएको छौँ। हामीले यसलाई एउटा एकदमै मुख्य उपलब्धिको रूपमा लिनुपर्छ। यो उपलब्धि हासिल गर्नको लागि फेरि पनि म युवा सङ्घ जिल्ला कमिटी मोरङलाई कृतज्ञता आभार व्यक्त गर्न चाहन्छु। साथसाथै अब म धेरै मैले यहाँ वर्णन गरिरहन आवश्यकता छ जस्तो लाग्दैन। मैले धेरै यहाँ कुराकानी गरिरहँदाखेरि यहाँ इन्द्रको अगाडि स्वर्गको बयान हुनसक्छ। तसर्थ अब यहाँ उपस्थित सभाध्यक्ष, प्रमुख अतिथि र साथसाथै विद्यार्थी र विशेष गरी अभिभावक, यहाँहरू सम्पूर्णलाई यो कार्यक्रममा यहाँको समय र यहाँको विचार विमर्श, साथसाथै शिक्षक शिक्षिकाको मैले छुट्याएको छु। शिक्षक शिक्षिका यहाँहरूको समय र यहाँहरूको विचार विमर्शको लागि विशेष धन्यवाद दिँदै यहाँहरूलाई यो कार्यक्रममा स्वागतम भन्न चाहन्छु र स्वागत मन्तव्य यहीँ समापन गर्न चाहन्छु। धन्यवाद। कार्यक्रम सञ्चालक मित्र केही उहाँको स्वास्थ्यमा गडबडी आएको कारण, स्वास्थ्यमा कमी आएको कारण, कमजोरी आएको कारण उहाँले मलाई नै माइक्रोफोन हस्तान्तरण गर्नुभएको छ। उहाँको स्वास्थ्यको पूर्ण स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। हामी यो औपचारिक कार्यक्रमलाई धेरै लम्ब्याउँदैनौँ। यहाँको व्यस्ततालाई हामीले बुझेको छौँ, यहाँको कामकाजलाई हामीले बुझेको छौँ, यहाँको समयलाई हामीले बुझेको छौँ। तसर्थ यहाँको समयलाई मध्यनजर गर्दै